एउटा पुरानो भारतीय कारखाना जहाँ रहस्यमय औषधिहरू तयार भइरहेका छन्। नायक मगधीरा आफ्नो हातमा चम्किलो औषधि समाइरहेका छन्। मगधीरा आँखाभित्र आगो झल्किँदै दृढ देखिएका छन्। बुद्धिमान साथी राधेले मगधीरालाई सल्लाह दिइरहेका छन्। मगधीरा शान्त मुद्रामा आगामी युद्धको योजना बनाइरहेका छन्। हिमालको शिखरमा प्रेमको प्रतीक चाहिँ हिउँ पग्लिरहेको छ। जङ्गलमा प्रतिशोधको प्रतीक चाहिँ आगो बलिरहेको छ। एउटा सहर अस्तव्यस्त, मानिसहरू हतारमा भागिरहेका छन्। दुई साथीहरूले एक अर्कालाई रहस्य फुसफुसाइरहेका छन्। अँध्यारो पृष्ठभूमिमा हावामा तैरिरहेका सङ्गीतका स्वरहरू। एउटा मोबाइलको स्क्रिनमा जादुमय चम्किरहेको शब्दकोश एप। योद्धा विजेन्द्र युद्धभूमिमा तरबार समाएर उभिएका छन्। अँध्यारो कोठामा घडीहरू जोरले बजिरहेका छन्। मुम्बईको आकाशरेखा, रातको समयमा अस्तव्यस्त दृश्य। बलिउडका पोस्टरहरू च्यातिएर जमिनमा बिखुरिएका छन्। बलियो शरीर तर कमजोर दिमाग भएको मानिस। पराजित योद्धा हातबाट तरबार खसाल्दै। रानी चुपचाप बसिरहेकी छिन्, कुनै सन्देश बिना। दरबारभित्र सन्देशवाहकहरू फुसफुसाइरहेका छन्। युद्धभूमिमा एउटा योद्धा प्रमाण माग्दै। अलमलमा परेकी दुलही दुई विकल्पबीच निर्णय गर्दै। दुई प्रेमीहरू मौनतामा टाढा उभिएका। अपमानको प्रतीक चाहिँ युद्धभूमिमा परेको झाडु। पुरानो ग्रामोफोनमा पुनः बज्न थालेको सङ्गीत। बालिरहेको दियोभित्र तेल खन्याइँदै। काँचको भायलभित्र चम्किरहेको शक्तिशाली औषधि। घडीले 8 मिनेटपछि समय बजाइरहेको। रात्रि आकाशमा चम्किरहेको शनि ग्रह। मानव र बेताल बीचको युद्ध दृश्य। मगधीरा आफ्नो पहिलो विजय हासिल गर्दै। दरबारमा कठोर कानुन देखाइरहेका न्यायाधीश। कृत्रिम मेसिनहरूले मानिसको समय नष्ट गरिरहेको। बहादुरीका लागि मगधीरा प्रशंसा पाइरहेका छन्। धुलो उडेको बाटोमा दौडिरहेको फियाट 500 कार। डोंगरबीच दौडिरहेको दुरन्तो एक्सप्रेस। बेताल प्रेत एकतर्फबाट अर्कोतर्फ सर्दै। बुद्धिमान साधु अग्निको तापमा ध्यानमग्न। असह्य गर्मीले सामान्य मानिस बेहोस हुँदै। एउटा टेबल उल्टिएर जमिनमा पल्टिएको दृश्य। पृष्ठभूमिमा बिस्तारै बजिरहेको मधुर सङ्गीत। टाढाबाट मृत्युका घन्टी सुन्दै गरेको मानिस। जन्जिरमा बाँधिएको एक कैदी। भित्तामा च्यातिएको लुटेरा फिल्मको पोस्टर। रानीलाई जलतरङ्गले डोरीसँग पातङ्गजै उडाइरहेको। जलतरङ्गले जादुमय डोरीद्वारा नियति नियन्त्रण गरिरहेको। आगो र छायासँग गरिएको रहस्यमय नृत्य। 17 वर्षको बलिदान बालिरहेका बत्तीद्वारा देखाइएको। 18 वर्षको बलिदान सूर्यग्रहण मुनि। बलिदान रोक्न तयारी गरिरहेको मगधीरा। अन्धकारका जन्जिरमा बाँधिएको मानवताको दर्शन। सापको प्रतीक चाहिँ कालो जुत्ता समाइरहेको जलतरङ्ग। बलिदान रोक्न तयारी गरिरहेको मगधीरा। अन्धकारका जन्जिरमा बाँधिएको मानवताको दर्शन। रङ्गमञ्चमा मुखुन्डो लगाएका कलाकारहरूको नाटक। गुफामा लुकेर राखिएका रहस्यमय ग्रन्थहरू। रगतको चढाइले भरिएको अन्धकारमय मन्दिर। कालो धुवा उडिरहेको अन्तिम बलिदानको अनुष्ठान। मगधीरा उज्यालो चम्किरहेको तरबार समाएर उभिएको। सूर्यग्रहणले पुरै राज्य अन्धकारमा ढाकिएको। मानवताको अन्तिम आशा मगधीराको हातमा चम्किरहेको प्रकाश।
ग्रहण मुनि मबदिरा र जलतरङ्ग बीचको अन्तिम महाकाव्यिक युद्ध